सम्पूर्णमा नमस्कार। म आज इमिसमा आएको एउटा नयाँ अपडेटको बारेमा जानकारी दिन गइरहेको छु। भिडियो पुरा हेरेर साथ दिनुहोला। शिक्षा विभागको विपन्नलक्षी छात्रवृत्ति फारम भर्ने भराउने सम्बन्धमा सूचना आइसकेको छ। यो सूचना बमोजिम तपाईँले कक्षा 5 र कक्षा 8 का विद्यार्थीहरूका लागि पिएमटी छात्रवृत्ति भराउनु पर्ने हुन्छ। अब यो छात्रवृत्ति भराउनेका लागि फारम भराउने प्रक्रिया के हो भन्ने कुरा यहाँ तल पनि दिएको छ। यसलाई राम्ररी अध्ययन गर्नुहोला। अब यो छात्रवृत्ति भर्नका लागि फर्म कहाँबाट डाउनलोड गर्ने र इमिसमा कसरी प्रविष्टि गर्ने भन्ने बारेमा मैले जानकारी दिन गइरहेको छु। त्यसका लागि तपाईँले इमिस लगइन गर्नुपर्ने हुन्छ। इमिस लगइन गरिसकेपछि यहाँ ड्यासबोर्ड यो प्रोफाइलमा गएर डाउनलोडमा जानुहोस्। डाउनलोडमा गइसकेपछि यहाँ पिएमटी फारम भन्ने छ। त्यो पिएमटी फारममा तपाईँले डाउनलोड गरिसकेपछि तपाईँको यस्तो फर्म खोल्छ। यो फर्म तपाईँले पहिलेदेखि भर्नुभएको छ। यसलाई सम्पूर्ण कुराहरू भराएर टोटल विवरणहरू भराएर अभिभावकको नाम, दस्तखत र मिति सहित उल्लेख गरेर विद्यालयको प्रधानाध्यापकले रुजु गरी यसलाई स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउनु पर्ने हुन्छ। प्रमाणीकरणका लागि वडा कार्यालयमा र स्थानीय तहको शिक्षा शाखामा पठाए पनि हुन्छ। यति गरेर प्रमाणित गरेर तपाईँले इमिसमा गएर यसलाई प्रविष्टि गर्नुपर्ने हुन्छ। इमिसमा प्रविष्टि गर्नका लागि तपाईँ होम बटनमा आएर यहाँ इमिस पिएमटी लिस्टमा गए पनि हुन्छ। यहाँ तल पिएमटी भन्ने बटन छ, यता गरे पनि हुन्छ। यहाँ गएर तपाईँले इयर छानेर ग्रेड छानेर लोड गरिसकेपछि विद्यार्थीहरू यहाँको विवरण यहाँ देखिन्छ। विद्यार्थीको विवरण देखिसकेपछि अब यहाँ हेर्नुहोस्, एक्सन बटनमा गएर पिएमटी इन्ट्रीमा क्लिक गर्नुहोस्। यहाँ हेर्नुहोस्, एउटा कुरामा ध्यान दिनुपर्ने कुरा के छ भने विद्यार्थीको विवरण भर्दाखेरि प्यारेन्ट्सको चाहिँ सम्पर्क नम्बर अनिवार्य राख्नु भनेर यसले यहाँ भनिरहेको छ। युआर प्यारेन्ट्स डाटा एन्ड फोन नम्बर स्टुडेन्ट इन्फर्मेसन बिफोर द प्रोसेस। फोन नम्बर नराखिकन यो अगाडि बढ्न सक्दैन उसले भनिरहेको छ। त्यो कारणले विद्यार्थीको इन्फर्मेसनमा सम्पूर्ण कुराहरू चाहिँ भर्नुपर्ने हुन्छ। अब त्यति भरिसकेपछि तपाईँको पहिलेको भरेको फर्म अनुसार नै यहाँ विद्यार्थीको चाहिँ यो फर्म खोल्नेछ। यसमा तपाईँले त्यही प्रमाणित गरेको फर्मका आधारमा यो प्रविष्टि गर्नुपर्ने हुन्छ। प्रविष्टि गरिसके पछाडि तपाईँले यहाँ तल गएर सेभ बटनमा क्लिक गर्नु परेर प्रत्येक यहाँ अहिले सम्पूर्ण विवरण नभरेकोले सेभ भएको छैन, प्रोपरली डाटाहरू भर भनिरहेको छ। यसरी सेभ गरेर तपाईँले भरेका जति पनि विद्यार्थीको विवरण भर्नु भएको छ तिनीहरूको सम्पूर्णको चाहिँ यहाँ प्रत्येकको भन्नुपर्ने छ। यहाँनिर आएर तपाईँलाई जनजाति कोड भन्ने छ, यसमा पनि तपाईँलाई जानकारी दिइहाल्नु। जनजाति कोड चाहिँ तपाईँले फेरि तपाईँको अघिको यो प्रोफाइल बटनमा गएर डाउनलोडमा गइसके पछाडि त्यहाँ अनुसूची 5 भन्ने हुन्छ। त्यो अनुसूची 5मा डाउनलोड गरिसकेपछि जनजाति कोड यसरी तपाईँको त्यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ भन्दै आजका लागि यो भिडियो यति नै। कुनै जिज्ञासा भए कमेन्ट गर्न नभन्नुहोला। भिडियो उपयोगी लागेमा लाइक, कमेन्ट, सेयर, फलो र सब्सक्राइब गर्न नभन्नुहोला। हस्, धन्यवाद, नमस्कार।